600 BC-मा। हेलो फ्रेन्ड्स, अहिले म राजगिरमा छु र यहाँ म स्वर्ण भण्डारमा भिजिट गर्नु आएको छु। हेर्नुहोस् न, यहाँ यो राजा मगधको राजा बिम्बिसाराको यो स्वर्ण भण्डार भनेर पपुलरली यहाँ चाहिँ जानिँदो रहेछ। यहाँ चाहिँ पहिला चाहिँ अब बिम्बिसाराको टाइममा चाहिँ यहाँ चाहिँ रत्नहरू, अब खजानाहरू चाहिँ यहाँभित्र राख्थेछ होइन। सुन चाँदी, अब महँगो महँगो एक्सपेन्सिभ रत्नहरू यहाँनिर यहाँ राख्थेछ है। हेर्नुहोस् यहाँ यति मजाले पर्वत काटेर बनाएको। अब त्यति बेलाको चाहिँ अचम्म लाग्यो क्या मलाई यहाँनिर नि। र त अब पहिला चाहिँ अब मगधको अहिलेको बिहार चाहिँ अब पहिला 600 BC-मा चाहिँ मगध भनेर जानिन्थ्यो नि त। यो त अब हामीले सबैले पढेकै कुरा हो होइन। मगध राज्य भन्थ्यो, धन धान्य होइन, उब्जाउ भरिभराउ एकदमै भएको राज्य भनेर भन्थ्यो नि त मगध होइन। र अब त्यति बेलाको टाइममा चाहिँ मगधको राजधानी चाहिँ राजगिर थियो नि त, जहाँ चाहिँ म अहिले छु। र अब यी हेर्नुहोस् न, यी रत्न भण्डार भनेर पपुलरली जानिँदो रहेछ यसलाई। खजाना राख्ने जग्गा है राजाको बिम्बिसाराको। हेर्नुहोस् है, यस्तो पर्वत काटेर बनाएको। सोच्नुहोस् त्यति बेलाको। इसका क्या रहस्य बनी जी, ध्यान से सुने। देखिए यहाँ पे एक दरवाजे का निशान है। ये दरवाजा बहुत प्राचीन जमाने से बने हुए और ऐसा माइथोलॉजी किसी दरवाजे के पीछे यहाँ का राजा बिम्बिसार का खजाना भगवान महावीर जैन प्रतिमा, ये बड़ी धर्मचक्र है। यहाँ जो गड्ढे दिख रहे हैं, यहाँ से 23वें तीर्थंकर भगवान पारसनाथ स्वामी की मूर्ति मिली, ऊपर में आदिनाथ की मूर्ति मिली। एक कीमती प्रतिमा भारत सरकार यहाँ से उठा कर करके चोरी होने के डर से नालंदा संग्रहालय म्यूजियम में रखी। अब इसके बगल में गुफा जहाँ बहुत सारे प्रतिमा। आइए सर। डबल स्टोरी था, 2 तल्ला था। ये 1934 की धरती कंपन में टूटा। जब इसकी पत्थर बाहर की गई तो जैन लोग कहते मेरा और बौद्धिस्ट लोग कहते मेरा। ये दोनों कैसे प्रमाणित करते हैं? जैन धर्म में कमल निशान परम प्रभु, जैन धर्म में हाथी निशान अजितनाथ, जैन धर्म में शनिश्चर भगवान महावीर। लेकिन बौद्धिस्ट को कहना कि बुद्ध की प्रतिमा है। वो कैसे साबित करते हैं? भगवान बुद्ध नेपाल की तरह में पैदा लिए तो 7 कमल पर चढ़े, कमल के निशान। भगवान बुद्ध की माँ माया, स्वप्न देखी 6 दांत वाला हाथी के निशान। भगवान बुद्ध शाक डाली से शाक वंश के थे, शेर का निशान। भगवान बुद्ध ध्यान की प्राप्ति के पीपल का पेड़ बोल दिया, ये बौद्धिक ट्री पीपल का पेड़। इनके 4 प्रिय स्टूडेंट थे, प्रिय शिष्य थे, सारिपुत्रा, महामुगलायन, आनंदा, महाकेशप्पा, अम्रपाली। ये बौद्धिस्टों को करना है। तो राजगीर 5 पर्वतों से प्राचीन नगर घिरा हुआ था। प्राचीन नाम गिरिवन, बीपलाचल, रत्नागिरी, उदयगिरी, सोनागिरी, व्यवहारगिरी। इसी 5 पहाड़ी के बीच में मगध की राजधानी थी। मगध नरेश राजा जरासंध, उसके बाद बिम्बिसार आए। बिम्बिसार का बेटा अजातशत्रु राज किए। अजातशत्रु का बेटा उदयन यहाँ से राजधानी उठा करके पटना पाटलिपुत्र बसाए। तब से जगह खाली पड़ गया। नमस्कार, मेरा नाम सुरेश पासवान, टूरिस्ट गाइड राज। र यहाँनिर चाहिँ हामीलाई गाइडले भन्नुहुँदैछ कि यो भित्र चाहिँ गुफा छ। यो जुन चाहिँ दरवाजा थियो अघि देखाए, जुन चाहिँ रत्न के सोन भण्डार है, सोन भण्डारभित्र चाहिँ यहाँ चाहिँ अब हिस्ट्री रहेछ नि त। अब जब चाहिँ बिम्बिसारालाई चाहिँ आफ्नै छोराले मतभेद अब होइन मतभेद हुँदाखेरि चाहिँ उहाँलाई जेलमा हालिदिँदा चाहिँ अजातशत्रुको आमा जुन चाहिँ बिम्बिसाराको पत्नी चाहिँ रिसाएर चाहिँ यो सबै जति पनि रत्न मणिमणिक्य अब जति पनि राज्यको सबै उयोहरू थियो नि, अब अमूल्य वस्तुहरू भनौँ न, जुन चाहिँ अब एक्सपेन्सिभ थिङ्सहरू छ, यो अघि हामीले देखाएको यो रत्न भण्डारभित्र चाहिँ लुकाएर चाहिँ राखेको थियो। राखेर चाहिँ
त्यसलाई चाहिँ एउटा अब बौद्ध भिक्षुलाई चाहिँ सुम्पिदिएको थियो कि यो भित्र हाल्नु भनेर, र भिक्षुलाई त अब त्यो केही मतलब भएन त्यो धन सम्पत्तिको, र उसले चाहिँ यहाँनिर आएर तपस्या गरेर राखेर चाहिँ यो दरवाजा सिल गरिदिएको अरे भनेर चाहिँ हामीलाई भन्नुहुँदैछ है। र यो भित्र चाहिँ पहिला भगवान् बुद्धले कति हजार वर्ष पहिला चाहिँ तप गरेर शिष्यहरूसँग तप गर्नुभएको भनेर भन्नुहुन्छ है यहाँनिर गाइडले चाहिँ। र यहाँनिर अब ऐतिहासिक जग्गा रहेछ फ्रेन्ड्स यो चाहिँ है एकदमै 1800। र पछि चाहिँ अब यो चाहिँ लर्ड कनिङले चाहिँ यसलाई पुरिएको थियो अरे नि त यो है, पहिला भूकम्पले बिहार भूकम्पले चाहिँ पहिला अब बिहार भूकम्पले चाहिँ सबै यो पुरिएको थियो अरे। तर लर्ड कनिङले चाहिँ पछि ब्रिटिस शासनकालमा चाहिँ यो चाहिँ निकालेको है, स्क्याबलेट गरेको भनेर चाहिँ यहाँ हामीलाई जानकारी पाएँ। तर अब त्यति बेलाको हेर्नुहोस् न फ्रेन्ड्स है, स्वर्ण भण्डार अरे यो हेर्नुहोस् यति राम्रो। अब यो माथि पुरा चट्टानको पर्वत छ, यसरी चाहिँ यहाँ चाहिँ अब खजाना राख्ने जग्गा है। यसरी यहाँनिर बिहारको इतिहास भारतको इतिहास झल्केर आउँछ यो सबै राजगिरमा चाहिँ है। हेर्नुहोस् नि तपाईँहरूलाई देखाउँदैछु हजुरहरूलाई एकदमै राम्रो त्यति बेलाको हेर्नुहोस् न सोचाइ है, त्यति बेलाको आर्किटेक्चर इन्जिनियरिङहरू हेर्नुहोस्। एउटा चट्टानलाई काटेर दैलो बनाएर त्यो भित्र पनि गुफा 3-4 गुफाभित्र सुरङभित्र खनेर खजाना राख्नु भनेको त यहाँ होइन त अब त्यो है। हेर्नुहोस् लु यस्तै छ है, एकदमै राम्रो जानकारीहरू पाउँदैछ। अब हिस्ट्रीमा पढेको त अब पढि नै हाल्यो, तर यहाँ आएर चाहिँ डिटेल्समा बुझ्नु पाउँदा चाहिँ एकदमै खुसी लागिरहेको छ है, राम्रो लाग्यो। चाहिँ दरवाजा छ नि सिल गरेको, एकदम मन्त्र गरेर पुरा त्यो बौद्ध भिक्षुले सिल गर्नुभएको रहेछ नि त होइन। र यसलाई चाहिँ यो दरवाजालाई चाहिँ ब्रिटिसहरूले पनि पुरा तोपले चाहिँ खोल्नु खोजेको रहेछ यो खजानाको लागि है, नसकेर चाहिँ पछि साइन्टिस्टले पनि यस्तो यस्तो ग्रेनाइटहरू मिलाएर तोड्नु भन्दाखेरि चाहिँ यो तोड्यो भने चाहिँ फेरि सबै यो एरिया नै तोडिन्छ भनेर चाहिँ त्यतिकै बन्द गरेको रहेछ। तर यो सब केले पनि नतोडिने रहेछ, त्यहाँनिर एउटा शङ्खलिपि रहेछ क्या मन्त्र, त्यो मन्त्र जसले पढ्नु सक्छ जसले उयो गर्नु सक्छ त्यो दरवाजा आफै खोलिन्छ अरे फ्रेन्ड्स। लु हेर्नुहोस् त। अन्त अब त्यो शङ्खलिपि चाहिँ नालन्दा विश्वविद्यालयमा पढाइन्थेछ होइन, नालन्दा विश्वविद्यालयमा पढाइन्थेछ त्यो शङ्खलिपि चाहिँ। तर नालन्दा चाहिँ जब खिलजीले सबै अब डढाइदिँदाखेरि उयो गर्दा त्यो लिपिको उयोहरू चाहिँ सबै लाइब्रेरीहरू जल्दा चाहिँ त्यो लिपि पनि नष्ट भएर गएको रहेछ। र अब अहिलेसम्म कसैले खोल्नु सकेको छैन, त्यो भित्तामा लेखेको त्यो शङ्खलिपिको जुन चाहिँ मन्त्र छ त्यो पनि पढ्नु सकेको छैन। र यहाँ भनिँदैछ कि जुन चाहिँ अब त्यो लिपि शङ्खलिपिमा लेखेको जुन चाहिँ मन्त्र पढ्नु सक्नेले चाहिँ सक्यो भने चाहिँ त्यो दरवाजा पनि खोलिन्छ भनेर भन्नुहुँदैछ है। अहिलेसम्म चाहिँ सम्भव भएको छैन, कसैले पढ्नु सकेको छैन।